सबैजनालाई स्वागत छ मन्जु थापा मिनी भ्लगमा। सबैले हेरेर साथ दिनु होला लास्टसम्म। नमस्ते भनेर स्वागत गरेको छ हाम्रो सानो मान्छेले हैन। उसको नाम चाहिँ तेन्जी हो। हामी चाहिँ एउटै घरमा भाडामा बस्छौँ हैन। अनि मलाई चाहिँ केटाकेटी एकदम मनपर्छ के। अनि त्यसपछि मैले खेलाइरहेको हुन्छु कि उसलाई। त्यहाँबाट मैले भिडियो गराएर पहिला पनि हालेको थिएँ, अहिले पनि हालेको छु हैन। अनि नमस्ते भनिसक्यो अनि उसले अनि उसलाई बोल्न केही आउँदैन क्या। बोल्ने भनेको उसले दादा दिदी मम्मी मात्रै भन्न जान्छ, अरू केही जान्दैन। अनि सबै इसारा गरेपछि बुझ्नुपर्छ हामीले। उसले नमस्ते हेलो भनेछ, पप्पी पनि गरेछ। अनि तेन्जी खोइ भनेको तेन्जी भनेको म हो भनेर उसले त्यसरी देखाएको छ। अनि मैले हिजो के गरेको थिएँ दिदीले के गरेको थियो भने नाना धोइधोइ गरेको थियो भनेर उसले हातको इसाराले भनेछ। अनि उसको हजुरआमा लड्नु भएको थियो नि त अस्ति। अनि त्यसपछि हजुरआमा कसरी लड्यो भनेको त अनि उसले एक्टिङ गरेर देखाइरहेछ क्या। अनि हजुरआमाको डाँट फुस्किएको थियो लडेर होइन। अनि कहाँ यहाँ भयो हजुरआमाको भनेको इसाराले ऊ देखाउँदैछ होइन। यहाँ लाग्यो भनेर देखाएको छ, बोल्न आउँदैन नि त। अनि कहाँ हो लटेको, कता हो भने ऊ तल भनेर इसाराले देखाएको छ क्या। अनि म चकित भएर हाँसिरहेको छु होइन। अनि बोला चाहिँ यहाँ भिडियो गराउन हो भनेर। त्यसपछि मैले म को हो भनेको उसले म भन्छ क्या, उसले भन्नु नजानेर होइन। त्यसपछि आयो भिडियो बनाउन मानेकै छैन। अनि त्यसपछि मैले तानी भिडियो गराएको छु क्या होइन। अनि फेरि जान्छ क्या, अब घरि जान्छ लुक्यो होइन। अनि त्यसपछि फेरि आयो, फेरि मैले बोलाएको छु यहाँ हो भनेर। अनि मानेकै छैन। त्यसपछि म चिच्याएर कराउँछु यहाँ हो भनेर होइन। त्यसपछि आउँछ, यताबाट राम्रो आएन यता हो भनेको त आहा कि। त्यसपछि उसले जिब्रो निकालेर मलाई जिस्काउँदैछ, चोचो तानेर जिस्काउँदैछ होइन। अनि मैले मौजा गरेको, उसले नि मौजा गरेछ क्या होइन। उसले जे गर भनेर मुखले भन्यो भने उसले गर्छ क्या, यस्तो बाटो छ। सबैलाई धन्यवाद हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा भनेर फेरि उसले पनि धन्यवाद।